हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सबैजना सन्चै हुनुहुन्छ ल? म नि एकदम फिट एन्ड फाइन छु। म चाहिँ होइन, हामी दुईजना चाहिँ एकदम फिट एन्ड फाइन छौँ होइन। ल आफ्टर लङ टाइम पछि काले मेरो भ्लगमा कस्तो रमाइलो हुँदैछ तल सन्चो भयो ए बवाल स्पेसल। ल सो गाइस, आज हामी चाहिँ निस्केर चाहिँ खानसाना खाएर चाहिँ त्यहाँको बजार जानु निस्केको है। अनि बाइकमा फेरि अर्को एउटा प्रब्लम आएको छ है। देख्न सक्नुहुन्छ अगाडिपट्टि टायरमा नितिशले टायर हाल्दै थियो। हल्का पछाडि गर्दै बाबु, हल्का हजुर। हो ल यति भयो। हो यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ है। यता चाहिँ हरेस्तर फोकल्टो उठ्यो है, देख्नु भाइ हजुर, देख्न सक्नुहुन्छ है। यस्तो राख्ने यस्तरी यहाँ फोकल्टो उठेको छ हेर्छ होइन। ल चाहिँ अझ हामी निस्किनु लाग्यो। आज उहाँ तल रोहित पनि छु भन्दै थियो। रोहित पनि जान्छ होला है, रोहित पनि जान्छ। अनि उताबाट तकले पनि आइसक्यो है, देख्न सक्नुहुन्छ है। ल त्यही अब हामी चाहिँ बजार निस्किन्छ। यहाँबाट त चिन्दैन जानु पर्छ। रोहित त्यहाँ डाँडामा छ, डाँडाबाट चाहिँ अनि दुधे जानु भएर चाहिँ जानुपर्ने हुन्छ। अनि भ्यू चाहिँ यस्तो देख्न सक्नुहुन्छ है। तकले अनि के हो त नि एक्सिडेन्ट भएर त हामीलाई त भन्दैन नभने किन हो यस्तो। टोइलेटबाट लड्यो अरे अझ के भयो डलिस? 3 दिन अझै भात नरुचेको खोइ कहाँ लाग्यो नि खुट्टा? यो त बाहिर त देख्दिन, पाइँटो च्याप्तेको त्यो भित्री चोट ला फुच्चेको, दुइटै खुट्टा फुच्किएर रहेछ। उसले कट्टु लाग्थ्यो नि, कट्टु लाग्यो नि बाबु। हेर्नु त्यो कस्तो भयो, दुइटै खुट्टा कसरी लाग्यो होला त्यो ठिकै छैन। ल अब हामी चाहिँ निस्किन्छौँ। त्यहाँ गएर चाहिँ रोहित छ होला है। अनि आज चाहिँ अब रोहितले नै आज फोन किन्नु भन्दै थियो आइफोन है। अनि त्यो है रोहितले चाहिँ आज फोन किन्छु भन्दै थियो। अब त्यो चाहिँ त्यहाँ पनि जानुपर्ने हुन्छ। पहिलो गरी यो बाइक गरेर त्यहाँ देखाऊँ। यो चाहिँ नितेशले चाहिँ मलाई डेढ होइन त भाइ, यो चाहिँ नितेशले मलाई 1.5 वर्षको ग्यारेन्टी दिएको थियो है। 1.5 वर्ष भन्दै नि अहिले कति प्रकारले फेरेको धेरै भएन होला। यहीँ ब्लगमै छ, 1.5 महिना भयो होला। 1.5 वर्षको भनेपछि त लगभग 2 महिना भयो नि। 1 वर्ष भयो नि, 1.5 वर्ष भनेपछि त उसै भन्दा होइन। यो चाहिँ उस हुनु चाहिँ ल हजुरले हेर्न सक्नुहुन्छ। यो टायर यस्तो नुहाइ छ, तर यहाँ हेर्नु यस्तो फगल्ट उठ्यो कि के हो के हो। ल त्यो गाई अब हामी चाहिँ 3 जना भएर निस्किनु पर्ने हुन्छ। टायर फेरेको चाहिँ त्यो उसमा सोरुममा चाहिँ जानु लाग्यो भन्न है। उसमा चाहिँ के भयो, टायर फेर्नु चाहिँ के हुन्छ बनाइदिन्छ होइन, जानुपर्ने हुन्छ। यस्तो खालेको डाँडा चाहिँ एकदम राइड हानिरहेको छ बाइक। कस्तो ढक 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 मारेको त आएर के हुन्छ हामी तल गएर चाहिँ टायर लिएर आयो है। वारेन्टी भएपछि त नयाँ हालिदिनु पऱ्यो नि होइन। टायर चाहिँ खोलखाल भइसक्यो है। यो चाहिँ पुरानो टायर यहाँ चाहिँ यो छ होइन। अनि यो चाहिँ नयाँ टायर होइन, देख्न सक्नुहुन्छ है। नयाँ टायर चाहिँ ल्याइसक्यो होइन। त के भन्न चाहन्छस् त यो उसमा? ठिक हो, नयाँ टायर दिएछन् के अरे हालिदिनु पऱ्यो त होइन र? नितेश के भन्न चाहन्छ? पऱ्यो ल त्यही हो। अब कालीले पानी पनि खान है। नम्बर हेर्नु सरको व्यस्त रहेछ है। ल हामीले चाहिँ यहाँ खोलखाल पारेर चाहिँ हाल्न पनि हुन्छ होइन। औडा भयो है। केही भएर झन् नयाँ टायर हाल्न पाइयो भन्न आज फेरि नि हो कि जेस केही भन। बाटोमा हिँड्दा चाहिँ त्यो हल्का केही पनि भएन है, त्यस्तो केही पनि भएन। अनि यहाँ त भित्र चेन्ज हुन्छ। यो टायर फेरि त्यसले फोन आएन, म उठाउँछु ग्यार चाहिँ है। ल यहाँ टायर साइड चाहिँ फिट हुन्छ। अब त्यो झिकेर चाहिँ यो हाल्ने बेला चाहिँ अहिले एकछिनमा चाहिँ भेट्छ। फिटिङ भइसक्यो। अब यहाँ चाहिँ हल्का हल्का देखिएको छ है। त्यो हल्का चाहिँ अब यो स्प्रेले चाहिँ हान्नुपर्ने हुन्छ होइन। बबुवा अनि के भन्न चाहन्छौ त?
ल त्यो अब चाहिँ यो हाल्न पर्ने हुन्छ है। रोहित पनि उता कुरेर बसेको छ अरे उता त्यो उसमा, त्यहाँ चाहिँ जाने पर्ने थियो। त्यसले नै आज फोन किन्ने भन्दै थियो। 11 प्रो किन्छ कि प्रो म्याक्स किन्छ होइन, आइफोन किन्ने भन्दैछ। केटाहरू सबलाई आइफोनको भोट चढे यार, दादाले चलाएको देखेर। दादाले फर्स्ट लिएको। ल त्यो यो गाई चाहिँ दादाले पनि यता देख्न सक्नुहुन्छ है। 13 प्रो म्याक्स चाहिँ हानिसकेको छ है दादाले, यता देख्न सक्नुहुन्छ है। यस्तो क्वालिटी यस्तो बवाल आएको छ है। जस्तो 12 प्रो म्याक्स दिएर चाहिँ अब पैसा चाहिँ नभनौँ है, कति पऱ्यो आफै थाहा पाउनु होला होइन, आफै उस गर्नु होला होइन कति पर्छ भनेर। 512 GB 100% ब्याट्री हेल्थ न्यू नै भनौँ न होइन। कति पर्छ म कमेन्टमा चाहिँ ट्याक्क कमेन्टमा भन्नु होला होइन कति पर्छ। हो ल त्यो फिटिङ हाने चाहिँ अहिले एकछिनमा त्यो बाइक चाहिँ धोएको चाहिँ एकछिनमा चाहिँ अहिले देखाउँछु। रेडी भइसक्यो बनेर चाहिँ है। अब चाहिँ हामी चाहिँ निस्किनु पर्ने हुन्छ है। खै त पुरानो टायर ल ऊ हो त्यो अर्को टायर चाहिँ उहाँनिर छ होइन, त्यहाँ छ। अनि यो चाहिँ अहिले नयाँ टायर हालिसक्यो है। त्यो हल्का रहेको चाहिँ स्प्रेहरू नि हालिदिइसक्यौँ। अब चाहिँ हामी चाहिँ निस्किनु पर्ने हुन्छ होइन। यिनीहरू चाहिँ चलेको चाहिँ यो बरु सन्जनाकै ठिक हो क्या, बुसबासी चले गर्छ। रोहित पनि त्यताबाट आउँदैछ अनि हामी त्यताबाट गर्दै निस्किन्छ। ल नितेश हामी निस्क्यौँ है। ल जाऊँ अब म तपाईँहरूलाई चाहिँ अब भाइ रोहितले मोबाइल किनेको नि अब के देखाउने है, सकेसम्म मिलेसम्म देखाउँछु, नत्र म के गर्छु अहिले एकछिनमा चाहिँ अब भेट्छु म। हामी यहाँ चाहिँ आर्मीमा आएर चाहिँ यहाँ फोन पनि लिइसक्यौँ है। ल प्याकुलले कङ्ग्रेचुलेसन है। ल रोहितले चाहिँ आइफोन 13 लिएको छ होइन, यता देख्न सक्नुहुन्छ है। यसले लिएको छ। ल यो समात त ल यो लिएको छ होइन। अनि यिनले चाहिँ कहिले ल्याउँछ, यिनले चाहिँ 11 प्रो लिएको छन् होइन, 512 GB को। त्यसले देखायो त अर्को 7 प्लस साट्यो यो 7 प्लस थियो। अर्को यसले चाहिँ त्यो पुरानो 7 प्लस थियो, यो चाहिँ अहिले नयाँ 7 प्लस लियो होइन। मेरो त अलरेडी देखिसक्नु भयो होला 13 प्रो म्याक्स होइन। ल केटाहरू सबले ल पैसा कम नै आइफोन के पास के भन्न चाहन्छ त? मलाई हेभी खुसी लागिरहेको छ आइफोन लिएको। कस्तो लाग्यो त नि दुईजनालाई? एकदम दामी लाग्यो होइन। अनलाइनबाट जिते लिएकै सबले अनलाइनबाट, अनलाइनमा पैसा हाल्नु सबले। अब कहाँ जाने अरे? अब हामी मोमो खान जाने। कहाँ जाने अरे बाबु? मोमो खान। ल अब हामी चाहिँ यहाँबाट चाहिँ निस्किनु पर्ने हुन्छ है। अब जान्छ त्यो अगाडिपट्टि छ होइन। ल आरबी यहाँ यो सब फोन लिनु मन छ नि त, यहाँ टक्क अगाडि आइदिनु होला है। ल त्यही भन्न चाहन्छु म। अब चाहिँ हामी चाहिँ निस्किन्छौँ है। ए चाबी अनै हो त, चाबी त्यो त्यत्तिकै झिकिस्क्याएको त अहिले। खै छ त केटा बाइक हेऱ्यो दादाको यता चाबी नआउने स्टार्ट हान्छ हुन्छ नआए त केही नि हुन्न क्या अन्त। दादाको बाइक हो नि त दादाको। ल हामी एउटा निस्किन्छौँ अनि उता खाजा खान जानुपर्ने हुन्छ है। अनि खाजा खाने ठाउँमा ल केटोले चाहिँ आइफोन लियो होइन, कस्तो फिल हुँदै त नि तँलाई बाबा? ल अब हामी निस्किन्छौँ गएर खाजा खाने ठाउँमा चाहिँ गएर भेट्छौँ। केटाको खाजा खाने ठाउँमा है झोल मोमो हुन्छ है। केटाको खायो लाज नमानिकन है। ल खाएर चाहिँ यो खाएर चाहिँ हामी चाहिँ निस्किनु पर्ने हुन्छ है। ल फाइनली चाहिँ हामी चाहिँ घर अघि नै आएर चाहिँ होइन, यो बिजी पनि मसँग आएको थियो। त्यो हामी आयो त्यहाँ गएर जस फोन त्यो किन्यो अनि खाजा चाहिँ खाइयो नि त। अनि बाटोमा चाहिँ देखाइदिउँ मैले अनि आइयो होइन। अनि हामी चाहिँ पढेर गएर पानी सानी चाहिँ लिएर आएर चाहिँ हामी चाहिँ अहिले अनि यहाँ चाहिँ यसले चाहिँ यहाँ भिडियो एडिट गर्दैछ होइन। होइन के हो काम छैन यो यार, काम छैन। ल त्यो गाई अब म चाहिँ यसलाई बिजेलाई छोड्न जान्छु, हिँड्दै जानु मान्दैन कि अरे पसिना आइकन जान्छु छोड्दै जान्छु नि। अनि गएर चाहिँ अनि आउँछु म, अनि गएर आएर चाहिँ त्यहाँ उता टायर सायर फेरेको चाहिँ अहिले एकछिनमा चाहिँ म हिट भयो गाइस भिडियो, हिट भयो भिडियो। त्यो अहिले एकछिनमा चाहिँ म चार्ज गर्छु, मलाई चार्ज छैन। अनि चार्ज छैन अनि गएर आएर चाहिँ अहिले चाहिँ अनि उता बाइक बाथरुम गएर चाहिँ भेट्छु म। ल त्यही म चाहिँ बिजेलाई छोडेर पनि भक्कसी आइसकेँ है। त्यो फोन चार्जमा थियो अनि चार्जमा पनि लिएर आएर चाहिँ मैले त्यहाँको बाइक चाहिँ पछाडि छ यता चाहिँ। अनि त्यहाँको तल त दिन्छ हुनुहुन्छ है, यस्तो बेलुकाको भ्यू चाहिँ यस्तो छ है। अनि बाइक चाहिँ यता छ। जस अहिले चाहिँ जस लुक्स चाहिँ अलिकति मिठै हानिरहेको छ होइन, यता देख्नु सक्नुहुन्छ है। म देखाउँछु यसमा चाहिँ यस्तो छ। अनि त्यो यसमा चाहिँ कालो हान्ने भनेको कालो हान्छु भने फेरि कालो अलिकति
नराम्रो देखिने भयो त्यही भएर यत्तिकोमा चाहिँ लुक चाहिँ यत्तिकै मिठो देखायो होइन त्यो पछाडिबाट नि यस्तो दिएको चाहिँ मैले चाहिँ मडगाड चाहिँ झिकिदिएको होइन अब त्यो अलिकति नराम्रो देखियो त्यही भएर मैले मडगाड चाहिँ झिकिदिएँ त्यो अलमोस्ट चाहिँ बाइकमा सब फिट पुरै उस भइसक्यो होइन टायर मेरो कालो सालो आज मलाई चाहिँ एउटा चाहिँ जस 6-7 महिना चलाएर चाहिँ अहिले चाहिँ नयाँ टायर चाहिँ लिन पाएँ त्यही खुसीको कुरो लाग्छ होइन त्यही हो त्यही भन्न चाहन्छु होइन त्यही त अनि अब आफूले वारेन्टी भनेर हालिसित अनि तिर्न त पऱ्यो नि त होइन 1.5 वर्ष हालेको 6 महिना 4-5 महिना जति चाहिँ चल्यो होला अनि 4-5 महिना जति चलेको अनि फेरि त्यस्तै बवाल आयो नि त अघि मैले हालिदिएको थिएँ नि त सुरुमा देखाएको थिएँ त्यो बवाल आयो अनि त्यस्तो भएपछि त कसले हाल्दै थियो नि होइन त्यही भएर चलिन्छ चलाऊ भन्दै थियो तर मैले चाहिँ चलाइनँ है मैले चाहिँ अनि किनसँग अनि सुरुमा चाहिँ मलाई चाहिँ अब के भन्छ भने नितेशले पनि तल त्यो तालचोकबाट लिएर आएको रहेछ अनि मलाई त लाग्छ के भन्छ भनेको त 500 रुपियाँ तिर भाइ 500 रुपियाँ तिरेपछि दिन्छ सोरुमले म त दिन्न त 1 रुपियाँ नि सुरुमा भन्ने बेला के भनेर दिनुभएको थियो म त हजुरले भन्दिनँ म नितेशले भनेको नितेशले अनि ल हुन्छ भनेर मैले फिटिङ चार्ज चाहिँ दिएँ होइन 300-400 रुपियाँ त्यो भित्र लिक्विडहरू हालेको चाहिँ दिएँ अरू चाहिँ दिनँ होइन अनि त्यही हो अनि ओभरअल बाइकको लुक चाहिँ अब के अनि यो बाइकलाई अलिकति राम्रो बनाएर उसिनौँ भन्ने चाहनु हुन्छ होइन जस राम्रै छ होइन त्यस हल्का मोडिफाई नै छ भनौँ न मोडिफाई छ ल अब मैले त त्यो नितेशकै छोडिदिन्छु त्यो स्प्रे चाहिँ होइन स्प्रे चाहिँ ल्याउनुपर्छ मैले त टायरमा चाहिँ त्यो स्प्रेवाला हानेको नि त कतै गएर त्यो ढुङ्गाहरूमा ठोक्किने अलिकति दागसाग आउने हुन्छ त्यही भएर चाहिँ म चाहिँ अब त्यो लिएर आएर घरमा जहाँ उस हुन्छ त्यहाँ चाहिँ डेन्ट भएको ठाउँमा उस गर्छु होइन ल त्यो गाइज अब भ्लग चाहिँ के कस्तो लाग्छ मन पऱ्यो लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न चाहिँ एकदम नबिर्सिनु होला होइन त्यो गाइज पानी पर्ला जस्तो पनि भएको छ यस्तो भने मौसम चाहिँ जेस राम्रो छ होइन यताबाट खोला नालाहरू गरिरहेको छ होइन र त्यही हो लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न चाहिँ एकदम नबिर्सिनु होला लास्टसम्म हेर्नुमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु है ल भ्लग चाहिँ यतातिर इन गर्न चाहन्छु मन पऱ्यो लाइक सेयर कमेन्ट सब्सक्राइब भनिरहेको छु मैले ट्याक्क माया देखाइदिनु होला है माया देखाइदिइराख्नु भएको छ होइन ल त्यो गाइज अब बाइक त कति देखाउँथ्यो र होइन त्यो अब ल म चाहिँ भ्लग यतातिर इन गर्न चाहन्छु होइन यति भन्दा बिदा हुन्छु म हस्त जय नेपाल।